2 चम्ची देखाएको छु यहीँनिर यत्रो यत्रो थाक थाक निस्किन्छ रोग होइन फेरि त्यो सफा गऱ्यो भने पिङ्की कलर आउँछ रोग भए त चिलाउँछ नि इचिङ हुन्छ होइन त्यो धेरै छ मेरो यति नै निस्किन्छ यो भोरि भोरि झार्दैछु रन्डो यो मासु 3 किलो खाएको 3 4 हप्ताको छैन कस्तो खालको गयो भागी गयो तेरो सिस्टरलाई बोला यो चटाइदिन्छु 10 के भनी जान्छ के हो त्यो सिस्टरको नाम यता पठा साइलाको फुली खानु जा के हो त्यसको नाम टाइटल बस्छ टाइटल खुल्छ म त धुदिनँ नि त अहिले नहुँदा पो पैसा नि टिसीको पनि निकाल्नु सिस्टममा हान्छ यत्रो हान्छु यसो गरेर मेरो सिस्टरले हातेको दाना छिटो कस्तो खालको जाठी मारिदिन्छु जाठी 2 3 4 5 6 आया 7 गेडा ठुलो छ नि त तुरी सानो हुँदाखेरि गेडामा एफेक्ट पर्छ क्या नाटक नगर साइला त्यो छोए जस्तो नगर्नु साझा पहिला यी छोएको दुख्नु त हान्त जाठी दुख्छ नि हान्दा पनि दुख्छ नि जाठी कसरी दुख्छ मान्छे ट्याम्की त मान्छ त सोध केटाहरूलाई दुख्छ कि दुख्दैन चिक्ने दुख्छ कि दुख्दैन केटा हो त्यसको अन्त 20 चोटि गर भने किन गरिनस् गर 21 चोटि गर्छ 22 23 24 25 26 27 28 29 30 गेडामा अवसर पर्छ नि मैले झै गर्छ गेडा रेडी गेडा हो के नि केटा पर्छ पर्दैन भन् त सिक्ने अहिले यहाँ मलाई एउटा युनिभर्स आयो नि यो हात खाइदिन्छु ल कसले हान्छ चिक्ने हान्ने दुःख पनि छैन यही मुखमा हालिदिन्छु नि मुखमा सबै पकाउँछस् मलाई हान्नु पर्यो नि त्यहाँ हानेर आउने कुरा नगर अब नाङ्गै अब हेर माल भाग्छ ओए त साइलेन्ट नगरे म जान्छु है सिलेक्ट छ अब उयसको अब एक्सन गर्ने हो के अरे राजेश हमाल र भुवन केसीको अनि म नुहाउँछु पनि जा त नुहाउँछु म सिक्ने हान्ने होइन म चाहिँ गिफ्टहरू आएर म चाहिँ क्यु सिस्टम लगाएको छ सिक्ने भुवन केसी राजेश हमाल फेरि उयो भूमि रेखामा यस्तो हिरो यस्तो नेताहरू नेता यस्तो छ टोपी लाएर चिने केपी हिँड्दै नेता बनाउनु यिनीहरू यो जेलमा परेको अरे यिनाइ पनि मेडल बाँड्ने भएको यिनाइ केपीको अनि कहिले देश विकास हुन्छ गाइस अब एउटा वान रोज हाल्नु न गाइस कसैले एउटा फुल हान्दिन न कसलाई दिनुपर्ने अरे मेडल पनि ल्याएर सिस्टर मेरो टाइटल खोल्छ क्या माछाको मेडल पनि कसलाई दिनुपर्ने अरे केपीले अनि सेरे यसरी बसेको हुन्छ है कुर्सीमा नाकपिन लायो अरे आँखा पनि राल काट्दै केपीलाई भनेको नि वाट्सएपमा एकदम बन्द गरायो बन्द गरेर मेरो आन्तरिक पुग्दा घर पनि आएको लाग्यो 600 भइसकेको छ मान्छे यहाँ त पुग्यो त 7000 भ्युअर छ है केटा 7000 गाइस स्न्याप सुसान आइसक्यो यहाँ अनि प्रचण्डले के भन्छ हामी देशमा जति पनि गठबन्धन छ पार्टीहरू एकीकृत भएर अगाडि बढ्नुपर्छ देशको मूल फुटाएर विकासको अधिकृत भएर अगाडि बढ्न जस्तो लाग्छ मलाई हेर जिग्ने केही गर्ने होइन भुत्लो भार झार्ने होइन अनि बालेन चस्मा लाएर घमण्डी क्या कोहीसँग नबोल्ने थियो
टाइट कहाँ हुन्छ रवि श्रीने सर पटाकोबाट हर्की पानीमा अनि कहाँ हुन्छ हौ टाइट टोपी लाएर त चाइनातिर घुम्किनुपर्छ नि पैसा आउँछ त कहाँ हुन्छ जाठाहरू टाट पैसा अलिक एउटा जा अलिक उता जा अरे अनि त्यहाँबाट कसको नाना पाटेहरूको तूने मेरे मनीषा को छुड़ा ना तेरे मैं जिंदा जला के राख कर दूंगा भाई बैठ चौथ की औलाद तू विराटनगर में आएगा ना तेरे गाड़ फाड़ दूंगा भाई अमरीश पुरी भी है अमरीश पुरी सनी को दूध में हाथ लगाए ना तेरे को जिंदा काट के जला दूंगा भाई राख कर दूंगा भाई बोकाला है ना मायालू मेरा वाइफ है उसको हाथ छुए ना मायालू भी पेट भोगने के बहुत समस्या कर रही है भाई इसको तो भगा दूंगा मैं बीनी को भगा दूंगा यूर्स को भगा दूंगा सबको बड़ी भगा के छोड़ दूंगा भाई मैं अमरीश पुरी हूँ भाई मलाई सक्छ एउटा प्रोग्राम गर्दा मैले 10 लाख लिन्छु अब युएसए गयो भने 22वटा स्टेट सबैले 1 करोड लिएर आउँछ 1 करोड 50 लाख अब काम छोड्दैछु प्रोग्राम सिस्टम 22वटा स्टेटमा गर्दाखेरि कति आउला पैसा अनि यो मुजी के अरे भुवन केसी र राजेश हमालकोले 10 मिनट खाइहाल्छ यसले यताउति ऱ्याप हान्छ अब होइन ऱ्याप पनि सुनिहाल त्यो ऱ्याप अनि रेशमी कपाल दुईटा गर्दा त चिक्ने नेपालबाट त 15 जना कलाकार जानुपर्छ 1.5 घण्टा बिताउनु म त एक्लै हो चिक्ने पैसा त चिक्ने कहाँ राख्नु म त कामबाट निकाल्दिनु हुन्छ मेरो त कला रहेछ कला युज गर्नु नजानेको अनि आफ्नो बिरिया पनि खाँदा त यता मान्छे त बोलाउनु न हो यो कलाले त फुल भरिएको मान्छे रहेछ नि त खासमा त अनि बडी सो पनि भइहाल्छ गाइस इन द हियर बडी सोले यताउति कोनाउँदा ओर्दा गुल्ला सुङ्दा ओर्दा त आधी घण्टा खुलित पारिदिन्छ अनि 2टा गीतले आधी घण्टा 3टा गीतले डान्स रेशमी कपाल र राई माइलाले गर्दा आधी घण्टा खुलित 1 घण्टा गइसक्यो भाषण 15 मिनट क्यारी क्याचर गर्दा त 2 घण्टाको प्रोग्राम एक्लै हानेपछि त मैले त 7 लाख 8 लाख 10 लाख त एउटा प्रोग्रामबाट उठाउँछु त अनि यहाँ म केला गाड जोत्नु यो कम्पनीमा युएसए जान्छु फर्स्ट प्रोग्राम एक्लै जिम गर्छु जिउ जनता बनाउँछु टाटु हान्छु पुरा जिउभरि जिउ टाटु हेर्न आउँछ मान्छेहरू कति त्यस्तै छ ड्रागन सुर्जे ड्रागन किस्मा एनिमल सबै हान्ने यहाँ त घोचा बनायो सबैले दोडी बाँड्दै गोरु गाई राँगा मृग स्याल वुल्फ हात्ती कङ्गाहरू अनि यहाँ घोचा दोडी सबै जनावर लिएर हिँड्ने जिउहरू मनपर्छ नि त नबोले त यो त धनी हो नि यो त करोडपति केटी हो नि होइन कहाँ यो त मेरो बुढी हुनु त यसको त भाग्य धेर नबोल्दा गाइस 1 रोज ट्र्याक्टर यति 5 जना भयो चाकरी साइला कतिवटा बुढी चाहिन्छ अरे तँलाई